हेलो, कोन्निचिवा, ओगेन्की देsu का? आज चाहिँ हामीहरू लेसन 41 को भोकाबुलरी पढौँ है त। इतादाकिमास भनेको पाउनु भनेको मोराइमासको पोलाइट फर्म इतादाकिमास हुन्छ। कुदासाई भनेको दिनु, अरूले आफूलाई कुनै चिज दिँदाखेरि कुदासाइमास भनेर भनिन्छ। कुरेमासको पोलाइट फर्म हो कि यो कुदासाई फेरि। यारिमास भनेको नि दिन्छु, जस्तो आफूभन्दा उमेरमा सानो पोजिसनमा सानो मान्छेहरू हुन्छ नि, अनि जस्तो रुख बिरुवा जनावरहरूलाई केही दिँदाखेरि चाहिँ यारिमास भनेर प्रयोग गरिन्छ कि। आगेमास भनेको उठाउनु उचाल्नु, सागेमास भनेको घटाउनु तल झार्नु पनि हुन्छ। अनि सिन्सेचुनिसिमास भनेको दया गर्नु दया हुनु, कस्तो काइन्ड है, दयालु हुनुहुन्छ भन्न खोजेको कि। अनि खवाई भनेको क्युट राम्रो लभली भन्न खोजेको। मेजुरासी भनेको दुर्लभ। ओइवाई भनेको उत्सव सेलिब्रेसन, जस्तो गिफ्टहरू दिन्छ नि, सेलिब्रेसन गरिन्छ नि, त्यसलाई ओइवाई भनेर भनिन्छ कि। अनि ओतोसिदामा भनेको नयाँ वर्षमा उपहार स्वरूप दिने पैसाको त्यो खाम हुन्छ नि, त्यो दिन्छ कि, खाममा हालेर पैसा दिन्छ, त्यसलाई ओतोसिदामा भनेर भनिन्छ। ओमिमाई भनेको नयाँ वर्ष के अरे केही लिएर बिमारी भेट्न जाने कार्य कि। जस्तो हस्पिटलमा कोही भेट्न जाँदाखेरि त खाली हात गइन्न नि त, अनि केही लगिन्छ नि त, त्यसलाई चाहिँ ओमिमाई भनेर भनिन्छ कि। क्यौमी भनेको इन्ट्रेस्ट रुचि, जस्तो कम्प्युतानीगा आरिमास भनेको चाहिँ मलाई कम्प्युटरमा चाहिँ इन्ट्रेस्ट छ रुचि छ भनेर भनेको कि। जोहो भनेको सूचना, बुन्पो भनेको व्याकरण, हाचुओन भनेको उच्चारण, सारु भनेको बाँदर, एसा भनेको दाना, अमुच्या भनेको खेलौना, एहोन भनेको चित्रको पुस्तक, एहागाकी भनेको पिक्चर पोस्टकार्ड चित्र पोस्टकार्ड, दोराइवा भनेको स्क्रुड्राइभर, हानखाची भनेको रुमाल स्कार्फ जस्तो हुन्छ नि सानो रुमाल के। अनि कुचुसिता भनेको मोजा, तेबुकुरो भनेको ग्लोभ्स पन्जा, योचिएन भनेको किन्डर गार्डन शिशु विद्यालय के, बच्चा हुन्छ नि जस्तो बच्चा बच्चीहरू पढाउने कि, सानो खेलेर पढाउने वाला हुन्छ त्यस्तो वाला। दानबो भनेको हिटर, रेबो भनेको एसी, ओन्दो भनेको तापक्रम, अनि सोफु भनेको हजुरबुवा ग्रान्डफादर, सोबो भनेको हजुरआमा, मागो भनेको नाति नातिना, ओमाको सान भनेको अरूको नाति नातिना, अनि ओजी भनेको अङ्कल काका, ओजीसान भनेको अरूको अङ्कल काका। जस्तो हामीलाई क्वेसनहरू सोद्धाखेरि चाहिँ अरूले भन्दाखेरि चाहिँ ओजीसान भनेर भन्छ कि। आनातानो ओजीसान भने तपाईँको अङ्कल भनेर भनिन्छ नि, त्यस्तो गर्दाखेरि ओजीसान भनेर प्रयोग गरिन्छ कि। अनि ओबा भनेको आन्टी काकी, ओबासान भनेको अरूको आन्टी काकी, खानरिन भनेको रेखदेख गर्ने मान्छे, सान भनेको पेसालाई पनि सानलाई पनि सम्बोधन गर्न सकिन्छ। कोनो आइदा भनेको हालचालै यो बिचमा भनेको यो समयमा भन्छ। हितोकोतो भनेको 2-4 शब्द, केही शब्द भनेको जुत्सु भनेको प्रत्येक इच, फुतारी भनेको 2जना जोडी लाई फुतारी भनेर भनिन्छ कि। ओताकु भनेको घर, इएको रेस्पेक्टफुल त्यो जस्तो पोलाइट फर्म हुन्छ नि जस्तो त्यसलाई ओताकु भनिन्छ कि, त्यसको मिनिङ पनि घर नै हुन्छ कि। दोजो ओसी आवासेनी भनेको आई होप यु विल बी भेरी ह्याप्पी भनेको जस्तो तपाईँको खुसीको आशा गर्छु भन्न खोजेको कि। मुखासी बानासी भनेको पुरानो कहानी कथाहरू, आरु भनेको कुनै एउटा, ओतोको भनेको केटा, कोदोमोताची भनेको बच्चाहरू, अनि इजिमेमास भनेको जिस्क्याउनु गिज्याउनु, खामे भनेको कचुवा, तासुकेमास भनेको मद्दत गर्नु सहयोग गर्नु, यासासी भनेको काइन्ड दयालु भन्न खोजेको, ओहिमेसामा भनेको राजकुमारी, अनि कुरासिमास भनेको बसोबास गर्नु जीवन जिउनु, रिकु भनेको जमिन, सुरुतो भनेको अनि त्यसपछि, केमुरी भनेको धुवा, मासिरो भनेको गाढा सेतो के, एकदम वाइटवाला उस हुन्छ नि, एउटा हल्कावाला खरानी कलर भएको अरे, अनि अर्को मासिरो भनेको गाढा सेतो, नाखामी भनेको गुड। लेसन 41 को भोकाबुलरीहरू यति नै हो। सबै मिनिङहरू राम्रोसँग
पढ्नु होला मिनिङ नै अलि इम्पोर्टेन्ट हुन्छ होइन कन्भर्सेसनहरू गर्दा या दुःखहरू पढ्दा पनि मिनिङहरू आएन भने आफूलाई एकदम गाह्रो हुन्छ कि त्यही भएर मिनिङहरू चाहिँ एकदम राम्रोसँग पढेर याद गर्नु होला जा माताने